जब जब पनि तिमीलाई मेरो आवश्यकता महसुस हुन्थ्यो, मैले दुईचोटि पनि नसोचिकन तिम्रो अगाडि आफ्नो उपस्थिति जनाउँथेँ। जब जब पनि तिमीलाई दुःखले घेर्थ्यो, तिम्रो आँसुभन्दा पहिला मेरा परेलाहरू बिच्थे। तिमीलाई हँसाउन, तिमीलाई खुसी राख्न अनि सधैँ तिमीलाई सुखी देख्नको लागि अनेक सूत्रहरू बुन्ने गर्थेँ, कसरी तिमी खुसी हुन्छ होला भनेर। साँच्चै जब जब तिमीलाई आवश्यकता महसुस भयो, सधैँ तिम्रो अगाडि पछाडि घुमिरहेँ। तर जीवनको कालखण्डमा यस्तो मोड पनि आउँदो रहेछ, आफूलाई पनि कसैको आवश्यकता महसुस हुँदो रहेछ। मेरो जीवनमा पनि त्यस्तै मोड आयो, जब मलाई सबैभन्दा बढी आवश्यकता तिम्रो थियो। सधैँ तिम्रा लागि खुसी मात्र वर्षाउने हो हृदयमा कहिलेकाहीँ दुःखको बाढी पनि आउँदो रहेछ। त्यो बेलामा आशा गरेको थिएँ, त्यो बाढी अनि त्यो भललाई थामिदिने र रोकिदिने तिमी छेउ। तिम्रो उपस्थितिको भरपूर आवश्यकता भयो मलाई त्यति बेला तिमी चाहिएको थियो, तिम्रो सान्त्वना चाहिएको थियो, तिम्रो आवाज चाहिएको थियो, तिम्रो स्पर्श चाहिएको थियो। माया गरेर सानो सब ठिक हुन्छ भन्ने बोली